दोदरा चाँदनीका मेयर आफ्नो कामले भन्दा पनि बढी आफ्नो विवादले चिनिएका छन्। मेयर साहब, जनताले हजुरलाई केही राम्रो विकास गर्नुहोला, दोदरा चाँदनीको मुहार फेर्नुहोला भनेर जिताएका हुन्। समान ओसार पोसार गर्नको लागि होइन। जनता जति जति बेला ठुलो पीडामा हुन्छ त्यति बेला मेयर साहबको मिटिङ नै ठुलो हुन्छ। सुन्दरनगरका जनताहरू तटबन्धको समस्या लिएर नगरपालिका गए त्यति बेला पनि हजुरलाई आफ्नो मिटिङ नै ठुलो। हामी चाहिँ ज्ञापन पत्र हामी आउने होइन भने के हामीले चाहिँ सुनेकै छौँ। एकचोटि भन्नु दिनु न, तपाईले हाम्रो हजुरलाई पनि बोल्ने मौका दिन्छौँ त। एकचोटि दिनु न, अहिले तपाईले ब्यानरमा बोल्नु भयो, हाम्रो कार्यक्रमभित्र के रे कस्तो कुरा। सीमा विवाद हुँदा पनि हजुरलाई आफ्नो मिटिङ नै ठुलो। 18 नम्बर पिल्लर बस्तीमा भारतीयहरूको यति ठुलो आतंक हुँदा पनि हजुरलाई मिटिङ नै ठुलो। हाम्रो पत्रको 3 दिन 2 दिन अगाडि चाहिँ बैठकको पत्र काटिन्छ, अनि सबै मान्छे आइसकेका हुन्छन्, अनि मैले नबसालिकन एकचोटि आज हुँदैन मिटिङ भनेर यहाँ दौड्यो भने के हुन्छ? अनि उनले पनि त्यही मलाई के भन्ला, मूर्ख मान्छे होला नि त। नै मेयर साहब, हजुरले भन्न खोज्नु भएको भारतले जो गरे ठिक हो भन्न खोज्नु भएको। केही दिन अगाडि वार्ड नम्बर 2 र वार्ड नम्बर 3 मा चितुवाको आतंक हुँदा पनि हजुरलाई मिटिङ नै ठुलो। मेयर साहब, मिटिङ मात्र गर्ने हो कि काम गरेर पनि देखाउने हो? मेयर साहब, जनताको लागि त कहिले समय मिलाउनुस्। पछि 2-3 घण्टा, त्यसपछि यहाँ 1-1.5 घण्टा यहाँ भइहाल्यो। अहिलेसम्म न वडा अध्यक्ष आउनु भएको छ, न नगर मेयर आउनु भएको छ, न उपमेयर आउनु भएको छ। के भन्नु, लापरवाही गर्नु भएको छ। वार्ड नम्बर 3 को क्रेसर विवाद जनताहरूले यति ठुलो विवाद गर्दा गर्दै पनि मेयर साहब डटिराख्नु भएको छ। यो पोस्टकै आधारमा के जनताहरूले ढुक्क भएर बस्न सक्ने अवस्था छ त? गाउँ बस्तीको बीचमा सञ्चालन हुन गइरहेको क्रेसर लेखी पठाइदिएको छु भन्ने जुन शब्द छ, त्यो पठाइदिएको विषयवस्तु कुन किसिमले पठाइएको छ र कहाँ पठाइएको छ जानकारी लिन सकिए जनतालाई राहत हुन्थ्यो। जनता त त्रसपूर्ण वातावरणमा छन्। जनताले अब प्रश्न उठाउन थालिसके। जनताको दुखमा साथ दिन नसक्ने मेयर किन चाहियो? विकासको परिकल्पना लिएर जितेका जनप्रतिनिधि आखिर किन निष्क्रिय? दोदरा चाँदनीको भविष्य कसले बनाउने? अब समय आएको छ जनताले आफै आवाज उठाउने कि अझै 2 वर्ष मिटिङको बहाना सुन्ने?